हेलो हेलो साथीहरू, नमस्ते। के छ हालखबर? सन्चै हुनुहुन्छ साथीहरू? आज मलाई एउटा जनचेतनामूलक अनि आफ्नो एउटा भिडियो व्यक्त गर्न मन लाग्यो साथीहरू। आजभन्दा 2 वर्ष पहिला म एकदम बिरामी परेको थिएँ। त्यो बिरामी पनि साथीहरू, अब म अरू कसलाई दोष दिने, आफ्नै कारणले बिरामी परेकी थिएँ। किन भनेपछि मैले 10-12 वर्ष पहिला कपटी राखेकी थिएँ साथीहरू। अनि त्यो कपटीले, जबसम्म मैले कपटी राखेँ तबसम्म मलाई केही पनि भएन साथीहरू। अनि पहिला महिनावारी हुँदाखेरि पेट दुख्थ्यो। त्यो पेट दुख्न पनि मलाई सन्चो भएको थियो, एकदम ठिक थियो। जब मेरो त्यो कपटी राखेर 10 वर्ष पुरा भयो नि, 10 वर्ष पुरा भएर साथीहरू लगभग निकाल्नको लागि अलिकति ढिला भयो मलाई। अनि त्यस पछाडि मैले त्यो कपटी निकालेपछि थोरै मासुसँग आएको थियो निकाल्दाखेरि। अनि मैले भेरी हस्पिटलमा गएर निकालेँ, तर सिस्टरहरूले राम्रैसँग निकालिदिनु भयो। निकाल्ने बेला यति सानो मासुको चोक्टो निक्लेको थियो। अरे त्यही मासुको चोक्टोबाट मेरो ठुलो घाउ हुँदै 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 गएर साथीहरू मेरो पाठेघरमा घाउ नै बन्यो। अनि घाउ बनेपछि मेरो पेट चाहिँ एकदम कहिले चस्किने, कहिले घोच्ने, कहिले चक्कर लाग्ला जस्तो हुने, कहिले खाना मिठो नहुने, त्यस्तै भयो। मलाई के भएको होला भने म त्यतिखेर ड्युटी जान्थेँ। मलाई के भएको होला यस्तो भने जस्तो लाग्यो। अनि म हस्पिटल चेक गराउन गएँ। चेक गराउन जाँदाखेरि पाठेघरमा घाउ देखियो साथीहरू। तुरुन्त अपरेसन गर्नुपर्छ भनेर डाक्टरले भन्नुभयो। अब त्यतिखेर तुरुन्त अपरेसन गर्ने, अब मेरो घरमा कोही हुनुहुन्थेन। बुढो बाहिर कमाउन जानुभएको थियो। अब घरमा साना बच्चाहरू थिए। म चाहिँ छाँगाबाट खसे जस्तै भएँ कि साथीहरू। अनि त्यस पछाडि मलाई 6-7 महिना जति दबाई दिनुहोस्, म दबाई खान्छु भने डक्टरको सल्लाह अनुसार हुन्छ त नि भनेर 6-7 महिना दबाई खाएँ। त्यो दबाई खाँदै गएँ साथीहरू, तर त्यो घाउ सन्चो भएन। झन् त्यो ट्युमर झन् बढ्दै 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 गयो। त्यस पछाडि फेरि अनि चेक गराउँदाखेरि डक्टरले, फेरि हस्पिटलमा त अब पालो कुर्न टाइम लाग्छ नि त, टाइम लाग्छ, तपाईँ बाहिर गर्न सक्नुहुन्छ भने बाहिर गर्नुहोस्, यहाँ चाहिँ तपाईँको, म गएको थिएँ साउनको महिनामा चेक गर्न। डक्टरले भन्नुभयो चैतको महिनामा पालो आउँछ। चैतको महिनासम्म त साथीहरू म त मरिहाल्छु, मलाई क्यान्सर हुन्छ कि भन्ने डर लाग्न थाल्यो। त्यस पछाडि म नर्सिङ होममा गएँ। नर्सिङ होममा गएर चेक गराएँ। चेक गराउँदाखेरि चाहिँ त्यहाँ पनि भन्यो तुरुन्त अपरेसन गर्नुपर्छ भनेर। अनि मसँग हिम्मत त आएन, मसँग 1 रुपियाँ पनि थिएन। अनि जनतन यसो उसो गरेर अनि मेरो चेलीबेटी भान्जीहरूसँग 30-40 हजार सरसपाट लिएर, सापटी लिएर, मतलब 30 हजार सापटी लिएर समूहमा 30 हजार तिरेर, मैले समूहमा तिर्न बाँकी थियो नि त, 30 हजार तिरेर अनि समूहबाट फेरि 2 लाख रुपियाँ ऋण निकालेर अनि मैले चाहिँ अपरेसन गरेँ साथीहरू। त्यसैले तपाईँहरूले कपटी कहिल्यै पनि नराख्नु होला लामो समयसम्म। म त एकदम चेतेँ नि साथीहरू, म क्यान्सरको ठुलो जोखिमबाट बचेँ। त्यसैले हजुरहरू यो जोखिमबाट नपर्नु होला भन्न चाहन्छु म साथीहरू। अनि म चाहिँ मेरो घाउ पाकेर भदौको महिना अपरेसन गरेँ। यति गाह्रो भयो मलाई, यति गाह्रो भयो। मैले त डक्टरलाई योसम्म पनि भने, मलाई बरु मार्ने सुई लगाइदिनुहोस् डक्टर, म यो पीडा सहन सक्दिनँ भने के। त्यही भएर साथीहरू, मलाई एकदम गाह्रो भएको कारणले तपाईँहरूले चाहिँ लामो समयसम्म यो कपटी चाहिँ युज नगर्नु होला बिन्ती गर्छु म हजुरहरूलाई। हस् त, धन्यवाद। अनि मैले यो जनचेतनामूलक भिडियो लिएर आएको हो साथीहरू। हजुरहरूले एकदम फुल वाच हेरेर सक्दो अनि सेयर लाइक गरिदिनु होला मन परेमा। ओके, बाई बाई।